हेलो नमस्कार सबै दाजु भाइ दिदी बहिनी अनि मेरो भिडियो हेरिरहनु भइरहेको सबै दाजुभाइहरूलाई र आजको भ्लग चाहिँ मेरो नेपालीमा हुन गइरहेको छ। कस्तो हुन्छ के हुन्छ तपाईहरु हेरेर प्रतिक्रिया देखाइदिनु होला र पछाडिदेखि देख्न सक्नुहुन्छ तपाईहरुले सेतो छोतेन देखिसक्नुहुन्छ। यो चाहिँ जो कि हाम्रो 33 मेरुवाको उहाँको कुदुङ हो। अनि यहाँ त अब मेन मोनास्ट्री तपाईहरुले देखिसक्नु भइरहेको छ। देख्नुहोस् कस्तो छ यहाँनिर। यो हो मेन मोनास्ट्री, यो हो लाब्राङ अनि अगाडि छोतेन। अनि म नेपालीमा भ्लग बनाउँदै यताउता घुम्ने छु, देखाउने छु लामाहरूको लाइफस्टाइल कस्तो हुनेछ भनेर। तपाईहरुलाई एकदमै राम्रो लाग्यो भने सब्स्क्राइब गरेर प्रतिक्रिया देखाउन नभुल्नु होला। त्यो आशा राख्दै हामी अघि बढिरहेको छु र वैसै अरे यसर्थ आज हो हाम्रो पिकनिक, यानी कि हाम्रो वर्षमा दुई दिन हैन दुईचोटि पिकनिक हुने गर्दछ। र त्यसै सिलसिलामा आज चाहिँ हो हाम्रो पहिलो पिकनिक दोस्रो पिकनिक होला। पहिला त खाइसक्यो होला, बिर्सिसक्यो, माइन्ड नगर्नु होला। र आज पिकनिकको मौकाको फाइदा उठाउनका लागि हाम्रो साथीहरू तलनिर देख्न सक्नुहुन्छ तपाईले पुरा फुटबल मचाइरहेको छ। त्योहरू त बास्केट ग्राउन्ड हो र म चाहिँ एकछिनबाट खेल्छु भनेर सोचेको मात्रै छु। र मेरो प्यारो गेला पनि यहाँनिर मरिरहेको छ किनकि आज पिकनिक हो। एकदमै खुसी भएर निन ज्यादा आएर सुतिरहेको छ। र म अरू पनि देखाउन चाहन्छु तपाईहरुलाई के गर्दैछ के हुँदैछ भनेर। यतिकै बस्नु होला, सायद अनकट भिडियो नि हुन सक्छ। 2 मिनट त भइसक्यो। अनि यहाँबाट हिमाचलको भ्यूहरू कुन यस्तो छ हेर्नुहोस्। यस्तो एकदम क्रिस्टल क्लियर त हैन र बादलहरू अलिअलि लागेको त छ, तर यसमा केही फरक हुनेवाला केही पनि छैन। त्यो हो अब हैन। एकदमै नेपाली नबोलेर मेरो मुखमा एकदमै आउन अलिकति साह्रो पर्दो रहेछ, तर पनि के छैन, म एडजस्ट गर्दैछु। यो पिछले बार मैले टिप्पीमा भ्लग बनाएको थिएँ, एकदमै रेस्पोन्स तपाईहरुको प्रतिक्रिया एकदमै राम्रो मिल्यो। त्यसैले एकदमै मिस्टर वाइजी थ्याङ्क यू भन्न चाहन्छु। र नेपालीमा पनि बनाउँदै हिँडेको। अब यहाँबाट त अब हाम्रो यो चाहिँ म्यान लामाहरूको होस्टेल चाहिँ यो अघि देख्नु भएछ जुन है, यो र उतापट्टिको दुईटा। अनि उतापट्टिको सेतो चाहिँ हाम्रो अफिस भनेर जान्दछ। र यहाँबाट यसरी हेर्न सक्नुहुन्छ पछाडि के छ कस्तो छ। मेरो साथीहरू छैन यो यता छैन होला। छ रहेछ म देखाउँछु। कस्तोले के देख्न सक्नुहुन्छ कस्तो चाहिँ छ। अब यहाँ देखाउँछु म मेरो साथी जिग्मी वङ्गेल यहाँनिर पनि आज एकदमै पिकनिकले उत्साहित भएर यहाँनिर लडिरहनु भएको छ। अनि तपाईहरु नि भनिदिनु होला तपाईहरुको दशहरा कस्तो चलिरहेको छ। हाम्रो मिस्टर वाइजीको दशहरा त यस्तै चलिरहेको छ। र अहिले भर्खर दिल्लीबाट पुगेको मात्र थियो। त अनि त्यो हो। अब एकछिन बस्नु। अब अगाडि के हुन्छ म एकछिनबाट देखाउने छु। अगाडि के होला त बसिरहनु। अब यहाँ देख्नुहुन्छ तपाईहरुले लामाहरूको होस्टेल। जाऊ आधी घन्टा चल्छ आफै पनि हैन।
अब घन्टी लाउँदैछु यहाँनिर म त अब थालीहरू तयार गर्नुपर्छ उता टाढो जानुपर्ने छ हजुर भन्नुहोस् यहाँ मिल्नुहुनेछ तपाईँहरू हाम्रो सिक्किमकै भाइ अर्का भयो तँ अहिले आएछ क्या भाइ दिदी बहिनीहरू के हो के हो हातमा के आएछ उसको हातमा के आएछ के हो यो कहाँबाट आयो अहिले एउटा इन्सिडेन्ट बताइदिन्छु सुन्नु यहाँनिर के भयो भने नि अब उसको फोनमा चार्ज सकेको रहेछ अनि उसले चाहिँ सोधेको रहेछ कि अब के हुन्छ तपाईँकोमा के चार्जर छ भनेर क्या अनि उसले चाहिँ के भनेछ क्या के तिम्रो आइफोन हो भनेर चाहिँ हेप्यो नि त मयो भने मेरो त उहाँलाई हेप्यो भन्दैछ अब के हो मेरो ओए स्यामसङ रहेन रियलमी अब एप्पल स्यापल त कुरा होइन कि अब पार्टी चाहिँ कहिले हो स्यामसङको पार्टी एप्पलको पार्टी चाहियो त हामीलाई एप्पलको पार्टी एप्पलको पार्टी चाहिन्छ एप्पलको यहाँ त्यो इज्जत छैन क्या हाम्रो यहाँ हैन इज्जत छैन कुरा थियो एप्पलको पार्टी दिएर भनेपछि इज्जत छैन क्या अगाडि नै तिमीलाई पार्टी दिएको के थियो किन्नुभन्दा अगाडि पार्टी दियो भने त्यो अर्को कुरा हो त हैन किनेपछि दिएको कुरा र किन्नुभन्दा अगाडि त मैले कति दियो नि त्यो हिसाब गर्नु भएन नि त कुरा होइन हो कि होइन त्यही हो किनेपछि त पैसा गइहाल्छ नि सिद्धिनु छ नि किनेपछि के पैसा दिन्छ आइफोन किन्न बजेट छ भने त पार्टी दिनु बजेट हो आफ्नो चाहिँ अब आफ्नो कमिटीमा आफ्नो एउटा के भन्छ अब रीतिरिवाज हुन्छ हाम्रो कमिटीमा चाहिँ के हो भन्दाखेरि ओए हाम्रो कमिटीमा चाहिँ के हो भन्दाखेरि किन्नुभन्दा अगाडि पार्टीको नि बजेट राख्नुपर्छ हो कि होइन किन्नुभन्दा अगाडि नि त्यो एउटा बजेट राख्नुपर्छ पार्टी दिएन भने आइफोनको इज्जत त यहाँ इज्जतै छैन यहाँनिर होइन रियलमी त्यो नोकिया 7 भन्दा पनि यहाँ हुन्छ नि त हिमाचलमा तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो खालको घाम चर्किलो परेको छ यहाँनिर यहाँ कस्तो उज्यालो छ यो हाम्रो म्यान हाइवे तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ हाम्रो कहाँ गयो है हाई गर्दा हाई बोलो देख सकते हो यहाँ आई एम गुड सो पागल हो रहा है ये हमारा YBMC मीन्स हमारा ऑफिस है यहाँ पर वो यहाँ बिर्सेछ यार म नेपालीमा बनाउँछु यार जोसमा होस् बिर्सेर गएछ क्या अनि यो चाहिँ हाम्रो प्राइमेरी मङ्कहरूको हस्टेल हो प्राइमेरी भन्दाखेरि के भन्ने होइन प्राइमेरी भन्दाखेरि के हो यस्तै हो अनि यहाँ धेरै ठुलो एरिया छ तपाईँहरू आउनु सक्नुहुन्छ जहिले पनि आएपछि यहाँनिर घुम्न सक्नुहुन्छ वकिङ जाँदाखेरि एकदमै राम्रो बाटो बनाएको छ देख्न सक्नुहुन्छ पुरा चिल्लो चाप्लो बाटो अनि मुनि हाम्रो मेडिकल कलेज छ देख्न सक्नुहुन्छ तपाईँले यो मेडिकल कलेज यहाँबाट लाइब्रेरी अनि उता योगी टेम्पलमा छ र मैले यो चाहिँ किन बोकेको भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो के छ भनेपछि अब मेजमा खाना त पाउँछ तर खाना खानुको लागि आफै थाल प्लेटहरू आफै लिएर जानु सक्नुपर्छ लानुपर्ने हुन्छ त्यसै कारणले हामीले अल्छीले धुनुको अल्छीले यहाँ देख्न सक्नुहुन्छ एकदमै के भन्छ अब युज एन्ड थ्रो एकै खायो फ्याँक्दिने खालको प्लेटहरू बोकेको छ यसले त्यसो बोकेको छ मैले पनि बोक्नु त बोकेको छ मैले तल चाहिँ प्लेट बिछाउँछु त्यो बिचमाथि चाहिँ यो लाउँछ अनि खान्छु त्यो अब कागजको प्लेट चाहिँ फ्याँक्छु अनि प्लेट चाहिँ राखेर आउने छु भन्ने तपाईँहरूलाई जानकारी गराउँदै तपाईँहरू थाहै भएको कुरा हो हामी छोरा मान्छे कति जानकारीलो अनि कति सफा हुन्छ भनेर र त्यसमा चाहिँ हाम्रो यहाँ आइपुग्यो अटुल टनल हो हाम्रो यो गुम्बाको देख्न सक्नुहुन्छ पुरा त्यो चाहिँ हाम्रो अटल च्यानल हो एकदमै राम्रो अनि शीतल हावामा गर्मीमा शीतल लिनु छ भने चाहनुहुन्छ भने यहाँ आएर यस्तो एकदमै राम्रो हुन्छ अनि तपाईँहरूलाई देखाउन सक्नुहुन्छ म यहाँनिर यो हाम्रो यहाँ माथिको चाहिँ अब के भन्ने अब यो सिधा माथिको चाहिँ हाम्रो लाइब्रेरी अनि यहाँदेखि यहाँ बर्गर भाइ
यो हाम्रो कुदुङखाङको यानि कि मूर्तिको घर मूर्ति भने के भने नेपालीमा मलाई त्यति राम्रोसँग होइन हुन त मूर्ति घर भन्दाखेरि चाहिँ अब अलिकति मिलेन होइन जो कि शरीरको घर भन्न पनि चाहन्छु होइन त्यो हो। अनि हाम्रो वासरुम यहाँ छ तपाईँहरू जहिले पनि आउनुभयो भने वासरुम खोज्नुहुन्छ र वासरुम चाहिँ यहाँ छ भनेर तपाईँहरूलाई आगमन गर्न चाहन्छु। पछाडिबाट यहाँबाट युटर्न नलिएर चाहिँ सिधा अगाडि आएर चाहिँ यहाँनिर आउनुहोस् त्यो। अनि यो हाम्रो प्राइमेरी लामाहरूको प्राइमेरी हस्टेल भनौँ स्कुल भनौँ सबै चाहिँ यहाँ छ। यो चाहिँ हाम्रो कुदुङखाङ भयो क्या यहाँनिर देख्न सक्नुहुन्छ। यो उतापट्टि सिधै अगाडि चाहिँ तपाईँहरूको योगी टेम्पल राइट साइडमा चाहिँ लेफ्ट साइड भनौँ न होइन लेफ्ट साइडमा चाहिँ योगी टेम्पल अनि माथि चाहिँ हाम्रो छामकाङ हो जहाँ कि हाम्रो नाइट रिटेड ब्ल्याक रिटेड भनौँ न होइन बस्न सक्नुहुन्छ अँध्यारोमा। अनि यहाँ हाम्रो खुर्खाङ छ त यस्तो हो यहाँको वक अराउन्ड वक अराउन्ड भनौँ न होइन अब वक अराउन्ड भन्ने के भन्ने होइन त्यही हो। अब यताउताको देखाउँदाखेरि यही हो थियो अलि झोत्ले भयो त मेरो नेपाली कुरा त केही छैन। म अर्को भ्लगमा केही दिन पछाडि अर्को भ्लग एकदमै राम्रो एकदम स्पष्टसँग बोलेर तपाईँहरूलाई प्रदर्शन गर्न चाहन्छु। तपाईँहरू जति पनि देखिरहनु भएको महानुभावहरूलाई आग्रह गर्न चाहन्छु कि मेरो च्यानललाई सब्सक्राइब गरेर तपाईँहरूको प्रतिक्रियाहरू देखाइदिनु होला भने सब्सक्राइब मात्र होइन सेयर लाइक्सहरू पनि गर्नु। अनि मेन कुरा चाहिँ हेर्नुहोस् होला त्यो हो भन्दै आजको भ्लग यहीँ टुम्ब्याउन चाहन्छु। बाई बाई। हस् त धन्यवाद। यहाँ देख्नुहुन्छ हस् त धन्यवाद थालबाट तो गाइस देख सकते हो अभी हमारा यहाँ पर पिकनिक हो रहा है तो अभी तैयारी कर रहे हैं यहाँ पर गुरु लोग बैठने की जगह भी वैसा है।